नमस्कार। प्रतिनिधि सभाका माननीय ज्येष्ठ सदस्य माध्यम लगायतलाई पर्न गएको असुविधाप्रति संसद सचिवालयको तर्फबाट क्षमा याचना गर्दछु। नेपालको संविधानको धारा 88 मा संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था गरिएको छ। अब म प्रतिनिधि सभाका मान्य सदस्यहरूलाई शपथ गराइदिनु हुन मान्य ज्येष्ठ सदस्यज्यूलाई र शपथ लिनु हुन सबै सदस्यज्यूहरू समक्ष अनुरोध गर्दछु। म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता, राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमानदारीता साथ काम गर्नेछु। धन्यवाद। प्रतिनिधि सभाका मान्य सदस्यहरूलाई शपथ गराइदिनु भएकोमा मान्य ज्येष्ठ सदस्यज्यू र शपथ लिनुभएकोमा सबै मान्य सदस्यज्यूहरूप्रति आभार प्रकट गर्दछु।